हजुर, हिजो क्यानाडामा एउटा राम्रो कार्यक्रम हेर्न पाइयो। प्रसिद्ध हास्य व्यङ्ग्य कलाकार मनोज गजुरेलको साथमा एकदमै नेपाली लोक सङ्गीत धेरै प्रख्यात लोक गायिका आदरणीय बिमा कुमारी दुराज्यू र लोकल ब्यान्ड अनि जोगेन्द्र पानवाला सबैको प्रस्तुति हेर्न पाइयो। साह्रै खुसी लाग्यो। मनोज गजुरेल जसलाई म एकदमै मन पराउँछु, नेपाली हास्य व्यङ्ग्य जगतमा एकदम राम्रो नाम लाग्छ मलाई, एकदम राम्रो कलाकार लाग्छ। मेरो व्यक्तिगत कुरो गर्नुपर्दा मलाई मदन कृष्ण श्रेष्ठ र हरिवंशपछि सबभन्दा मनपर्ने कलाकार मनोज गजुरेल हो हास्य व्यङ्ग्य कलाकारहरूमा। अनि उहाँको प्रस्तुति धेरै वर्ष अगाडि, मलाई जहाँसम्म लाग्छ 2007 र कि 8 अथवा 9 त्यो बिचमा क्यानाडाको मिसिसागामा भएको थियो। त्यस पछाडि पनि विभिन्न मिडियाबाट उहाँको प्रस्तुति हेर्न पाइरहेको, यसपालि सेकेन्डचोटि फेरि हेर्न पायो। अनि त्यसै नै अब लिजेन्डरी सिङ्गर बिमा कुमारी दुराज्यूलाई प्रत्यक्ष भेट्न नपाए पनि हामी सानैदेखि उहाँको गीतहरू सुन्दै हुर्केको। एकदम उहाँले चाहिँ एकदम मार्मिक, एकदम पीडादायक गीतहरू बढी गाउनुहुन्छ। तर हिजो उहाँले पीडादायक गीतहरू त गाउनु नै देखि लिएर हङकङ आइडी सबै राम्रो गीतहरू पनि गाउनुभयो। एकदम रमाइलो भयो, हामी नाच्यौँ, एकदम उहाँहरूसँगै एकदम रमायौँ। तर अब मनोज गजुरेलजीले भन्नुभएको भनेर हाम्रो कार्यक्रमको होस्ट भाइले चाहिँ के भन्नुभएको थियो भने भिडियोहरू चाहिँ नखिचिदिनु, फोटो जति खिच्नुहुन्छ भिडियो नखिचिदिनु, लाइभ नगरिदिनु भन्नुभएको थियो। त्यही भएर उहाँको त्यो उसलाई उहाँको जुन एउटा उहाँले जे भन्नु आग्रहलाई मैले चाहिँ एकदमै स्वीकार गरेँ। मैले कुनै भिडियोहरू खिचिनँ, एउटा सानो साउन्ड क्लिप मात्रै लिएको छु अनि 1-2वटा फोटो खिचेको छु, किनकि फोटो त जति नै खिचे हुन्छ भन्दै हुनुहुन्थ्यो। तर कतिपयले त भिडियो पनि खिच्दै हुनुहुन्थ्यो, लाइभ गर्दै हुनुहुन्थ्यो, तर मैले चाहिँ गरेन, किनकि उहाँहरूले गर्नु नगरिदिनुहोस् भनेपछि म चाहिँ एकदम रेस्पेक्ट गर्छु, त्यसकारण मैले गरिनँ। त्यसकारण मनोज गजुरेलजीको चाहिँ भिडियो क्लिपहरू मैले आजको यो भिडियोमा राख्न सक्दिनँ। तर बिमा कुमारी दुराज्यू र केही स्थानीय कलाकार ब्यान्डको प्रस्तुतिको छोटो छोटो क्लिप राखेछु। प्रकाश थापाज्यू अनि अर्को एकजना बहिनीको राम्रो, एकदमै राम्रो प्रस्तुति थियो ब्यान्डको साथमा। लाइभ ब्यान्ड हेर्नुको सुन्नुको मजै अर्को छ। अनि मनोज गजुरेलजीलाई चाहिँ पनि यहाँको आदरणीय दाजु गोविन्द सिंह रावतजीले साथ दिनुभएको थियो। अनि त्यसै नै जोगिन्दर पानवालाको पनि प्रोग्राम हेरिरहेको हामीले, उहाँको पनि। तर हिजो चाहिँ मजाले हेर्न पाएँ, तर मैले भिडियो चाहिँ खिच्न पाएन। त्यसकारण मैले सानो एउटा भिडियोको क्लिपहरू, हिजो रमाएको गीतको क्लिपहरू राखेको छु। यसो हेरिदिनुहोस् न हजुर, यसो रमाइदिनुहोस् न हामीसँगै है त हजुर। नमस्ते। हेलो, नमस्ते, ह्याप्पी फ्राइडे। आज चाहिँ मनोज गजुरेल जो नेपाली कमेडियन किङ भनौँ अब, एकदमै राम्रो छ उहाँको चाहिँ। मलाई चाहिँ हरिवंश र मदन कृष्ण पछि सबभन्दा बढी मनपर्ने कमेडियन एक्टर हुनुहुन्छ। विथ दोहोरीको एकदमै लिजेन्ड सिङ्गर बिमा कुमारी दुरासँगै। अनि त्यो कार्यक्रममा हेर्न जाँदैछु। सायद अब मनोज गजुरेलजीको चाहिँ हास्य व्यङ्ग्य कलाकारहरूको चाहिँ के हुन्छ भने भिडियोहरू त्यति खिच्न दिँदैन, ताकि उहाँहरूले सायद होला युट्युबमा राखेर फेरि उहाँहरूको जुन प्रस्तुति पछि अरूले हेर्दा खल्लो होला भनेर, अथवा आई डोन्ट नो किन हो। पहिले पनि 1-2वटा प्रोग्राममा त्यसरी आयोजकहरूलाई भनेर भिडियो नखिचिदिन अनुरोध गर्नुभएको थियो। सायद आज होला नहोला थाहा छैन। तर मलाई चाहिँ के लाग्छ भने झन् उहाँहरूको प्रस्तुति अब सबैले खिचेर राख्यो भने झन् उहाँहरूको झन् एकदम संसारभर झन् फैलिन्छ जस्तो लाग्छ। तर हुँदा आफ्नो आफ्नो हो,
यदि उहाँहरूले अब नखिच्नु भन्नुहुन्छ भने उहाँहरूको जुन आग्रहलाई हामीले एकदम सम्मान गर्नुपर्छ र म खिच्दिनँ भने। तर होइन ओपन छ, अब खिच्न मिल्छ भन्यो भने चाहिँ केही भिडियोहरू खिचेर आफ्नो साथीभाइ इष्टमित्रहरूलाई देखाउँछु। लेट्स सी। रहर जाग्यो अनि मलाई सबैले माया गरिदिनुभयो र म चाहिँ मञ्चमा उक्लिने भएँ। अनि एउटा लुङ्गिरा टी सर्ट हुँदै काठमाडौँदेखि पोखरादेखि अनि अञ्चल परदेश हुँदै आज म तपाईहरुको पसिनाको भारी बोकेको छु। त्यो लुङ्गी टी सर्ट साथै आज म साडी लगाउन पाएको छु। तपाईहरुकै पसिनाले यो लगाएको मैले आज तपाईहरुकै पसिना म खाइरहेको छु। धन्यवाद। यहाँ
महामारीबाट जोगिएको कपाल कङ्ग्रेचुलेसन बाठो मान्छे न डलर लिएर जाने भए जाने नत्र यसै वृद्ध भत्ता खाने तेरीमा लाने थ्याङ्क यू yes thank you